फ्राई भइसकेको छ हैन। अब पिसेको मसला। सम्पूर्ण साथीहरूलाई मेरो नमस्कार। यो हाम्रो फार्मिङ मोटो ब्लगमा स्वागत छ। आज चाहिँ हामीले के आमासित मासु बनाउँलाई अनि मासु चाहिँ म मुसी डाँडा उता लिएर आइसकेको छु। यहाँ त के हुन्छ भने बस फोन घुमाइदियो यहीँ लगाइदिन्छन्। अनि मासु एकदम दामी छ है। अनि किचन चाहिँ हाम्रो यहाँ यस्तै छ है। हट्नुहोस् त आमाज्यू। अनि किचन चाहिँ हाम्रो यस्तै छ है, किनकि हामी अहिले यहाँ नयाँ नयाँ छौँ, त्यति खासै हो छैन। मासु चाहिँ यो 2 किलो लिएर आछौँ। अनि राम्रै छ उहाँले दिएको होइन र। अब सानसानो पिस साफ सुथरा एकदम राम्रै छ, राम्रै दिनुभएको छ उहाँले। अब चाहिँ आमा के गर्ने हामीले? के गर्ने? प्याज काट्ने, धनियाँ काट्ने, लसुन प्याज सबै मसला मरमसला सब हाल्ने। ल आमाले चाहिँ सबभन्दा पहिला अनि प्याज लसुन काट भने मलाई पहिला लसुन प्याज काट्न भन्नुभयो। त्यहाँ चाहिँ यो छ, यो काट्न पर्यो। यो टमाटर छ, यसलाई काट्न पर्यो। बरी छोराले बनाएर खाएन हुन्छ क्या त कहिले 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 मलाई आएको होइन। आमाले यहाँ धनियाँ पनि काटिसकेछन्। अनि प्याज चाहिँ अब यस्तै हो क्या। हाम्रो त गाउँमा बस्ने मान्छे, अब तपाईँले थाहै छ, अब सहरमा बस्ने मान्छे होइन, गाउँमा त यस्तै चल्छ। अब यस्तो यस्तो फोक्ने हो। टमाटरमा काट्दै हुनुहुन्छ अनि खुर्सानी काट्न छ अहिले। यस्तै हो हाल्ने? ल फोक्नै पर्दैन, यस्तै हो। अब यो लसुन त काट्नुपर्छ होला। पिस्ने र लसुन? यो त लसुन त पिस्न पर्छ। जिरा, अब खुर्सानी हाल्न पर्छ है। यति साह्रै खुर्सानी हाल्न पर्छन्। मार्छन् क्या आज त खुर्सानी खाएर। खाने भयो केटाले कतिवटा छ गने हौ त गनेन। यो पतिलो यसमा बनानी हो। ल अहिले डेक्ची अलि गरम हुन्छ, त्यहाँपछि तेल हाल्नु है। ल आमाले तेल हाल्दैछन्। धनियाँ लसुन पात। ए धनियाँ लसुन पात हाल्नुभयो। ल अब राम्रो बनाएर के गर्नुपर्छ नि? राम्रो भए पनि नराम्रो भए पनि यही हो। अब कस्तो बनाउँछन् के थाहा। अब आफूले त यही जान्ने कि यही बनाइयो र के गर्ने। ल ल ठिक छ ठिक छ। खाम्ला जस्तो पनि खाम्ला, केही छैन। खाने खाऊ, नखाने नखानेको नखाऊ नि। मैले बनाउने काम थियो, बनाइदियो होइन। पर आमाले जस्तो बनाए पनि मिठै हुन्छ कि आमाको हात होइन र? ज्यादै मिठो हुन्छ। मलाई त मिठो लाग्छ के अरे। अब टमाटर हाल्नु लाग्छ। टमाटर हाल्नु लाग्यो। ल ल हाल्नु हाल्नु। टमाटर पछि ए टमाटर नुन हो। टमाटर पाक्छ कि जाने। टमाटर पाक्छ? उल्टाए फ्राई भइसकेको छ होइन। र अब चाहिँ अब मासु हाल्ने पालो छ। अब ल है, अब हाल्नुहोस् अब आमा मासु। हामीले अब मासु भी हालिसकेछौँ। अब सिर्फ एक चिज रहेको छ, यो चाहिँ मसाला हाल्न छ कि। यो मसाला यो हाल्न बाँकी छ। मिट मसला हाल्नु छ। अब मसाला हाल्नु भयो आमाले। अब पिसेको मसला हाल्नु भयो।
यसरी भइसक्यो अब थोडा टेस्टको लागि यसमा के भन्छन् अब के हाल्दै हुनुहुन्छ तपाईँले यो मसाला चाहिँ करन्ट मिट मसाला करन्ट अब खाएर करन्ट लाग्छ एकदम करन्ट ल मिट मसाला हालिसकेछन् है ल है अब हामीले यहाँतिर खाना पस्काउँदैछन् है अब खाना पस्काएर खानु पर्यो हामीले खाना पस्काउँदै हुनुहुन्छ